नमस्कार, विद्यालयमा स्वागत छ। आइदिनु भयो। विद्यालयको पठन पाठन त लगभग यसपालि आइतबार बिदा भन्ने कुरा रहे तापनि सरकारको निर्णय भए तापनि हामीले नगरपालिकाको निर्देशनभन्दा पहिलेदेखि नै आइतबार हामीले विद्यालय सञ्चालन गरिरहेका छौँ। नयाँ व्यवस्थापन समिति बनिकन नयाँ व्यवस्थापन समिति सक्रिय रूपमा विद्यालयमा अनुगमन व्यवस्थापनमा खटिनु भएको कारणले गर्दाखेरि हामीलाई लगभग 5 गतेदेखि नै विद्यालयमा उपस्थित हुनुपर्छ भनेर शिक्षक टिमहरूलाई जानकारी भयो, आह्वान भयो, जसअनुसार हामी निरन्तर रूपमा विद्यालयमा आएर खटिरहेका छौँ। यो क्रममा चाहिँ विद्यालयको अस्तव्यस्त जुन पुराना भौतिक संरचनाहरू र फ्याँकिएका फोहोरका इँटा, छड, रड, फोहोर मैला जथाभावी छरिएकोलाई व्यवस्थापन समितिको सक्रियतामा उहाँले त लगभग जनमानस आम नागरिक समाजलाई आह्वान गर्नुभएको थियो सरसफाइको निम्ति, श्रमदानको निम्ति, जसअनुसार विद्यालयका शिक्षक, आम अभियन्ता, समिति आफै पनि, विद्यार्थीहरू, शिक्षकहरू पनि सक्रियतामा सरसफाइको काम भयो पहिलो चरणमा। त्यसपछि अब यसपालि शैक्षिक सत्र 83 को हामीले भर्ना अभियान, घर दैलो कार्यक्रम सबैभन्दा सुरुमा सकायौँ। घर घरमा शिक्षकहरूलाई विभाजन गरेर घर दैलो गरेर प्रतिक्रिया लिने काम भयो। प्रतिक्रियालाई हामीले कपीमा टिपोट गरेर अब कसरी सुधार गर्न सकिन्छ त्यसको योजना बनायौँ। योजना बनाएर आधारभूतको बेग्लै सञ्चालन गर्ने, आधारभूतको शिक्षकहरू पूर्ण जुन सक्षम हुनुहुन्छ उहाँहरूद्वारा, त्यसपछि माध्यमिक तहका जुन दरबन्दीमा शिक्षक हुनुहुन्छ उहाँहरूले माध्यमिक तह हेर्ने, बाल्य विज्ञान अन्तर्गतका शिक्षकहरूले बाल्य विज्ञान छुट्टै हेर्ने भनेर हामीले तह विभाजन गरेका छौँ यसपालि। जसअनुसार अब आम अभिभावकज्यूहरूले विश्वास गरेर विद्यार्थी भर्नाको चाप पनि बढेको छ यसपालि र सबै विद्यार्थी भर्ना हुन आउनेहरूलाई इन्ट्रान्सको माध्यमबाट हामीले प्रश्न बनाएका छौँ। बाल विकास 1 कक्षादेखि 8 सम्म इन्ट्रान्स लिएर मात्रै कक्षामा भर्ना गर्ने यो नीति पनि सञ्चालन गरेका छौँ। जसअनुसार अब विद्यालयले आधारभूत तह, बाल्य विज्ञान र साधारण धारमा विभाजन गरियो र सोही अनुसारका संयोजक तोकेर जिम्मेवारी दिएको छ। सबै तहमा सबै शिक्षकहरूलाई संयोजकहरूद्वारा एकदम सक्रिय रूपमा कक्षा कोठामा अवलोकन गर्ने। आज उहाँले योजना बनाएर ल्याउनु भयो कि भएन, शैक्षिक सामग्रीको प्रयोग गर्नुभयो कि भएन, सो ढङ्गबाट शिक्षण भइरहेको छ कि छैन भन्ने कुरा अनुगमन पनि भइरहेको छ। अब सबै तह र बेग्ला बेग्लै धार सञ्चालनको लागि जिम्मेवारीको बाँडफाँड छ। जसअनुसार वार्षिक र दैनिक कार्यतालिका समयमै निर्माण भयो। लगभग हाम्रो 15 गतेदेखि नै वार्षिक कार्यतालिका, दैनिक कार्ययोजना बनाएर सोही अनुसार अध्ययन अध्यापन सुरु भइसकेको छ। अनि समयमै घर दैलो कार्यक्रम र भर्ना अभियान मैले भनिहालेँ। त्यसै गरी प्रवेश परीक्षा इन्ट्रान्सको गरेर अनि कक्षा भर्ना जुन हामीले प्रक्रिया अगाडि बढाएका छौँ, यो पनि लगभग सबैको सकारात्मकै कुरा आएको छ। अव्यवस्थित जुन फोहोर मैला व्यवस्थापनका कुराहरू भयो, सबैको सक्रियतामा सरसफाइ अहिले पनि भइरहेको छ। कक्षा कोठाहरू 1 देखि 8 सम्म क्रमैसँग विभाजन गरेर सोही अनुसार यतापट्टि टेक्निकल बिल्डिङमा सञ्चालन भइरहेको छ भने उतातिर बाल्य विज्ञान, त्यसपछि साधारणतर्फका 9, 10, 11, 12 कक्षाहरूलाई क्रमैसँग राखिएको छ। अब व्यवस्थापन समितिका पदाधिकारीहरू लगभग बिहान 6 बजेदेखि 12 बजेसम्म विद्यालयको चौरमै हुनुहुन्छ। शिक्षक स्टाफसँगै, अभिभावकसँगै प्रतिक्रिया लिने, कतातिर विद्यार्थीहरू छरिएर रहेका छन्, अनुशासन हिँड्छन् वा कक्षा कोठामा पढाइ भइरहेको छैन, एकदमै निगरानीका साथ गुणस्तरीय शिक्षाको लागि हरसम्भव प्रयासमा रहनु भएको छ। सोही अनुसार शिक्षकहरू पनि 6 बजेदेखि 12 बजेसम्म खटिरहनु भएको छ। आगामी दिनमा राष्ट्रिय मावि कान्ति बजारले शैक्षिक गुणस्तरको सन्दर्भमा केही सुधार गर्छ भन्ने हामीलाई लागिरहेको छ। जसअनुसार शैक्षिक गुणस्तर बढाउनका लागि, विद्यार्थीको आकर्षण बढाउनका लागि 1 देखि 5 सम्म पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने, अनि त्यसपछि कक्षा 8 देखि 12 सम्म आंशिक रूपमा अङ्ग्रेजी माध्यममा सञ्चालन गर्ने भनेर सोही ढङ्गबाट अङ्ग्रेजी माध्यमका किताबहरू पनि आइसक्यो। विद्यार्थीको हात हातमा किताब पुगिसक्यो। अब पठन पाठनको क्रममा छ। सरम्यामहरूले कक्षा लिइरहँदाखेरि
संयोजकबाट, विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट र अरू सदस्यहरूबाट पनि अनुगमन भइरहेको छ र कहाँ कहाँ कमी कमजोरी भयो त्यसमा यसरी गर्नु होला, शिक्षक सामग्री खोइ चक डस्टरको वा मार्कर बोर्डको प्रयोग गर्नु भएन आज तपाईँले भन्ने कुराहरू निर्देशन पनि आइरहेको छ, सुझाव पनि आइरहेको छ। जसअनुसार अब त्यसै गरी अब शिक्षक विद्यार्थीको आचार संहिता, अनुशासन, नियम कानुन लगभग यी कुराहरूमा पनि कडाइका रूपमा यसपालि प्रस्तुत भएको छ। शिक्षकहरू पनि ड्रेसमा आउनु पऱ्यो भन्ने कुराहरू, विद्यार्थीहरूलाई ड्रेस, जुत्ता, टाई बेल्टदेखि लिएर कपाल छोटो नाउँदेखि लिएर सबै कुरा हेर्ने काम भइरहेको छ। यी कुराहरूमा कडाइ भएको कारणले गर्दाखेरि लगभग बजार चोकचौडा एउटा राम्रै कुरा आइरहेको छ। कान्तिबार माविले यसपालि शैक्षिक क्षेत्रमा सुधार गर्दैछ। एउटा कुरो जस्तै अब यहाँहरूले नयाँ नौलो तरिकाले सामुदायिक विद्यालयमा कान्ति बजार स्कुलले यी कुराहरू लागू गरे होइन, यसको चाहिँ चुनौती के कति छ? त्यसको चुनौती अब हाम्रै कान्ति बजारमा लगभग 2वटा 3वटा बोर्डिङ स्कुल छ। सेवा क्षेत्र यही हो, पडरिया 11 नम्बर कान्ति बजार गैरी टोल। अब विद्यार्थीको चाप, आकर्षण बोर्डिङ स्कुलतिर छ, सबैसँग पैसा पर्याप्त छ, बालबच्चालाई राम्रै गुणस्तरीय शिक्षा दिउँ भन्ने छ। अब बोर्डिङ स्कुलले राम्रो सेवा सुविधा दियो तर सरकारीमा राम्रो पढाइ भएन भनेर जुन गुनासो आउँछ नि, त्यही अनुसार शिक्षकहरू चाहिँ सक्रिय रूपमा अब कक्षा कोठामा टिचिङ मेटेरियल सहित मोबाइल र गफगाफमा नभुलेर सक्रिय रूपमा कसरी विद्यार्थीलाई अब आजको मैले जुन उद्देश्य लिएर कक्षा कोठामा प्रवेश गरेको छु त्यो चाहिँ मैले खुराक दिनै पर्छ भनेर शिक्षकले पूर्ण रूपमा तयारी गरेर आउनु पर्यो। अनि अभिभावकज्यूहरूले पनि विद्यार्थीलाई चाहिने डट पेन, कपी लगायतका सुविधाहरू, दिवा खाजाको सुविधाहरू विद्यालयसम्म पुर्याउने, विद्यालयसम्म डोर्याएर पुर्याइदिने, लिन आउने जस्ता अभिभावकज्यूहरूले पनि घरमा ट्युसन कोचिङको व्यवस्था गरिदिने, यी सबै कुरा भयो भने शिक्षकहरूको पनि सक्रियता रह्यो भने लगभग यी चुनौतीहरूको सामना गर्न सकिन्छ कि जस्तो लाग्छ। अब एउटा अन्तिम प्रश्न होइन, यो सामुदायिक विद्यालय भयो, सामुदायिक विद्यालय चाहे जुनसुकै विद्यालय होस्, बेसिक यदि तागडा हुन्छ भनेदेखि ती विद्यार्थीहरू उपल्लो तहमा गएर उसले राम्रो रिजल्ट निकाल्न सकिन्छ भन्ने मान्यता छ र यथार्थ पनि त्यही हो होइन। यो बेसिकलाई अलि मजबुत बनाउनको लागि जस्तै कान्ति बजार माविले अब सक्षम छ त, बेसिक बन्छ यहाँको विद्यार्थी उत्पादन हुने बेलामा? अब शिक्षकहरू त सबै शिक्षक सेवा आयोगबाट आउनुभएको छ, सबै ब्याचलर एमएड गर्नुभएको शिक्षकहरू हुनुहुन्छ। अब त्यो टिचरहरूलाई पहिले 11-12मा पढाउनुहुन्थ्यो, 9-10तिर जानुहुन्थ्यो। अब उहाँहरूलाई रोकेर हजुरहरू प्राइभेट तहको दरबन्दीमा आउनुभएको छ, शिक्षक सेवा पास गरेर तपाईँहरूले त प्राइभेटमै पढाउनुपर्छ भनेर जुन यो नयाँ नीति व्यवस्थापन समितिले ल्याउनु भयो, सो अनुसार अब हामी पनि, म पनि 11-12मा पढाउँथेँ, 9-10मा मात्रै पढाउँथेँ। अब 4, 5, 6, 7, 8मा मैले झरेको छु, जस कारणले गर्दा मैले आफ्नै भएको ज्ञान जुन अध्ययन गरेको छु सो मैले दिने प्रयास गर्नेछु। अरू सरमाम्यहरू पनि त्यही अपेक्षा छ। उहाँहरूले जुन शिक्षण विधि पढ्नुभयो, शिक्षाको रणनीतिहरू पढ्नुभयो, सो अनुसार विद्यार्थीहरूको मनोविज्ञान पढ्नुभयो, त्यसरी नै बालबालिकालाई अब कक्षा कोठामा खेलाएर, सिकाएर, शैक्षिक सामग्रीको प्रयोगद्वारा अध्यापन गराउनु भयो भने पक्कै पनि गुणस्तरीय शिक्षाले केही फड्को मार्छ कि भन्ने आशा छ। अन्त्यमा यस राष्ट्रिय मावि कान्ति बजारको प्राविधिक धार के अरे प्राथमिक तह अर्थात् बेसिक आधारभूत तहको संयोजकको हैसियतले के सन्देश दिन चाहनुहुन्छ? अब हुन त म भन्दा नि वरिष्ठ शिक्षकहरू हुनुहुन्छ आधारभूत तहमा, संयोजक त म आफैलाई भन्न चाहदिनँ, सरहरूले भन्नुहुन्छ। हामी सबै सहकार्यमा अगाडि बढेका छौँ। अब हाम्रो वरिष्ठ सरहरू हुनुहुन्छ आधारभूत तहमा, श्याम सर हुनुहुन्छ, रामजी सरहरू हुनुहुन्छ, हामी सबैजना मिलेर गर्दैछौँ। अझ विद्यार्थीहरू आधारभूत तहमा केही सङ्ख्या कम भएको कारणले गर्दाखेरि आधारभूत तहका बालबालिका यदि छन् भने राष्ट्रिय मावि कान्तिबाट ल्याएर भर्ना गराउनुहोस्। अहिले पनि केही समय छ भर्नाको। यहाँहरूले विश्वास गरेर बालबच्चा दिनुभयो भने हामी मेहनत र प्रयासद्वारा तपाईँहरूको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन हरसम्भव प्रयासमा रहनेछौँ भन्न चाहन्छु। हस्, धन्यवाद सर।